माय गॉड, दिमाग हल्लाउने टिजर। यो टिजर हेरेपछि धेरैलाई लाग्न सक्छ कुनै साउथ फिल्मको टिजर होला। नझुकिनुहोस्, यो हाम्रै नेपाली फिल्मको टिजर। कार्तिक 10 गते सोमबारको दिन ओएसआर युट्युब मार्फत सार्वजनिक भएको पावर प्याक चलचित्र परिवर्तनको टिजर हो, जसमा पुरानादेखि अहिलेका चर्चित कलाकारहरूलाई देख्न सकिन्छ। समाजमा हुने अन्याय अत्याचार विरुद्ध उठ्ने आवाज हो फिल्म परिवर्तन। सुशील श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्रमा सुशीलको अलावा करिश्मा मानन्धर, अञ्जना बराइली, सुभाष मेचे, हेमन्त बुढाथोकी, पुकार भट्टराई, बुद्धि तामाङ, सरोज खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ। करिब 1 मिनेट 50 सेकेन्डको टिजर हेर्दा साउथ फिल्मको टिजर हेरे जस्तै महसुस हुन्छ। फिल्मको एक्सन हेर्दा साउथ फिल्मको झल्को मेट्नुहुन्छ। फिल्मको एक्सन डाइरेक्टर श्री श्रेष्ठ। यो लेभलको टिजर नेपाली फिल्मको आजभन्दा अघि आएको थिएन। यो टिजरले सबैको दिमाग हल्लायो। अब ट्रेलरको व्यग्र प्रतीक्षामा, टिजरभन्दा बवाल आउँछ भन्ने अपेक्षामा म जस्तै को हुनुहुन्छ। टिजरले दिमाग हल्लाए जस्तै ट्रेलरले अनि पुरा फिल्मले नै दिमाग हल्लायो भने अबको रेकर्ड राख्न सक्ने फिल्म हुन सक्छ परिवर्तन। परिवर्तनलाई विजय केरुङले निर्देशन गरेको माघ 9 गते सम्पूर्ण हलहरूमा रिलिज हुँदैछ फिल्म परिवर्तन। परिवर्तनलाई सफलताको शुभकामना। यहाँहरूमध्ये कतिले ट्रेलर हेर्नुभयो र कतिले हेर्नुभएको छैन। हेर्नुभएको छैन भने ओएसआर डिजिटलमा गएर हेर्नुहोला र हेरिसक्नु भएको छ भने यहाँहरूलाई यो ट्रेलरले दिमाग हल्लायो कि हल्लाएन कृपया कमेन्ट गर्नुहोला। धन्यवाद। Yes, a deadline, you don't want it brushing. Yeah, hard money, we never connection. It's a deadline, you don't want it brushing. Yeah,